ठ्याक्कै हामी चाहिँ अब यतिखेर कप्ल्यानी डाँडा आइपुग्यौँ। यो कप्ल्यानी डाँडाको फल्सीमा छौँ है। अब यो यताको दृश्य म देखाइरहेको छु। पहिलाको जिल्ला सभापति अनि पछि एमालेमा प्रवेश गरेर सभापति सभासद बनेको घर डाँडा यही हो। ठाउँतिर आइपुगेछ। सिधा माथि नै त्यो ओह्रालोमा पहिला त्यो ओह्रालोमा राख्ने थिएन कुरो त्यो ढाकी डोबी ट्याक्क लाउने त्यो मगर बुढो हो त्यो त सधैँ आइरहन्छ हौ। मैले राति नै भनेको पनि आइरहन्छ उता त्यो मैले त्यो पनि हिजो खोजिरहेको थियो त्यो मगर बुढोलाई ट्याक्क ढाकी डोबी लगाएर हिँड्ने। त्यो पहिलादेखि नै मसँग आउने जाने गरिरहेको थियो होइन। त्यो खोज्यो भेटेको हिजो त्यो पनि राख्नु न कप्ल्यानी डाँडामा आइपुग्यौँ एकदमै। हिजो अस्ति यहाँनिर हामीले फोटो खिच्यौँ अनि भिडियोहरू बनायौँ। यो खिचेको फोटोहरू भिडियोहरू पनि पुरै भाइरल भएको थियो। आज चाहिँ हामीले खिच्न पाएनौँ है साथीहरू भनेर। अब ओह्रालो आउँछ है कुरो अब विचार गरेर। अब हाम्रो ठ्याक्कै गाउँ देख्यो अब यहाँबाट चाहिँ राति 10-11 बजे आइपुगेर ल यो डाँडाको पछाडिपट्टि चाहिँ भीमफेदी डाँडा 10 बजे पुग्यो। र अहिले हामी जान लागेको बलुखर्क गाउँ चाहिँ यो है। भयङ्कर बाक्लो गाउँ रहेछ त है। 5 नम्बर वडा त हाम्रो 2 नम्बर अहिले आएर 5 नम्बर चाहिँ अहिले 2 नम्बर धेरै यो त तल उतादेखि खानी खेतदेखि माथिसम्मै छ नि त ठुलो गाउँ छ नि। कति धुरी यो त भयङ्कर धेरै नै होला त। 100 धुरी जति पुग्न लाग्यो होला अहिले। 100 धुरी यता मात्रै 100 धुरी उता पारी बलुखर्क गाउँ देखिरहनु भएको छ। 600 गाउँ र त्यो त उता तल उता यता गरेर 600 धुरी छ मगरहरू। 500-700 भोट झर्छ त्यताबाट हाम्रो बाटो 500-600 झर्छ भोटहरू। हामी डाँडा हुन्छ कि हामी भोटमा त चुनावमा त मगरहरू पनि त्यत्तिकै छ। अनि क्षेत्र बाहुन त्यति पारिपट्टि चाहिँ दम्की गाउँ पनि भनिन्छ। लामा तामाङहरू त्यहाँ देखिरहनु भएको यो डाँडाको पछाडि भनेको चाहिँ भीमफेदी है साथीहरू। त्यो पछाडि चाहिँ भीमफेदी ठ्याक्कै ऊ त्यो भन्ज्याङ भीमफेदी त्यो देखिरहनु भएको। ऊ त्यो रोड गइरहेको छ नि ठ्याक्कै हो त्यसको त्यो डाँडा चाहिँ ठ्याक्कै भीमफेदी भन्ज्याङ त्यो त्यहाँबाट तलतिर झरेपछि भीमफेदी पुग्यो। भीमफेदी पुग्नलाई कति किलोमिटर जति छ त्यहाँबाट त्यो ओह्रालो एउटा त हो नि। त्यो ओह्रालो लगभग बाटो यस्तै हो राम्रै छ। आमै फिलिली छ नि डबल लेन छ नि अहिले त। डबल लेन ऊ छ नि बिच छ नि अहिले त। नत्र अन्त भीमफेदी जानलाई त यही बाटो ठिक हुन्छ होला त हौ। अहिले तपाईँको यहाँबाट एकदम राम्रो छ। भीमफेदी जाने यो बाटो नै अब तल जोडिएको छ। अनि अघि हामी यता त्यो क्रस गऱ्यौँ नि यतापट्टि त्यो हाइवेबाट हो त्यो हाइवे नछोडी उतै जाने त हो नि त्यो बाटो त। त्यो डाँडा उता भन्दा त यताको यस्तो राम्रो रहेछ त यतिकोसम्म भयो भने त गजब भइगयो। ए त ठिक छ। ल सुमनलाई पनि यसपालि त धन्यवाद दिनुपर्छ। राम्रो बनाएछ जेसिबीहरू पठाएर यो बाटो हो त। यो राम्रो छ नि यो बाटो धेरै राम्रो खतरा छ नि यतिको भयो। ल यही बाटो तल खानीखेत पुग्छ गुरुबा होइन उतापट्टि चाहिँ अलि खतम रहेछ। यो चाहिँ हाम्रो गाउँपट्टि पऱ्यो नि। यो त काइदा रहेछ नि यो त पिचै जस्तो पिचै जस्तो छ नि यो त। ल सुमनले चाहिँ गरेछ गर्नु त उसलाई हाम्रो त यहाँ जोदर पठाएको गर्छ नि छिटो राम्रो गरेछ सुमन श्रेष्ठले पनि। ल जेसिबी ठाम अब पठा गरेर ल हो बाटो चाहिँ राम्रै बनाएछ। कायदा बनाइरहेछ उसलाई धन्यवाद दिनुपर्छ। ल अब भोलि पर्सि अब मोटरकारलाई दिएर गाउँदैलाई पनि ल तपाईँलाई धन्यवाद दिन्छु सर भन्नुपर्छ। त्यतिकै ठिक छ कि अर्को त्यसले त राम्रो गर्यो
मिलाएको हो त्यो ओले नेहरले अस्तिको